हेलो साथीहरु, आज चाहिँ मैले के अरे चिकन किनेर लिएर आएको छु। यो चाहिँ ठुल्ठुलो 4वटा पिस अनि यहाँ चाहिँ यति चाहिँ सानो खालको, किनभने बिरयानीमा मलाई चाहिँ ठुल्ठुलो पिस मन पर्छ। अनि यो चाहिँ बिरयानीको लागि दही, म चाहिँ आज बिरयानी बनाउन लागेको छु। यहाँ चाहिँ पुदिना धनियाहरू छ। अनि एकछिन पछाडि म फेरि हेर्नुस् त सजिना पनि लिएर आएको छु। यहाँ चाहिँ सजिना भन्दा रहेछन् कोही कोही ठाउँमा चाहिँ, तर हाम्रोतिर चाहिँ यसलाई सजिउन भन्छ। यो चाहिँ कोही चाहिँ छिपेको, कोही चाहिँ अलिक कलिलो कलिलो नै छ। अब यसलाई चाहिँ मैले बनाउँछु। यो सजिउनको पनि बनाउँछु। यो चाहिँ किनेको पनि हैन, यो चाहिँ हाम्रो मेरो दिदीको अफिसमा यो चाहिँ अगाडि कम्पनीको अगाडि चाहिँ रुख थियो अरे, अनि त्यहीँबाट टिपेर ल्याइदिनु भएको। यो पकाउँछु। अब यो बिरयानीको लागि यो प्याज चाहिँ मैले पहिले फ्राई गर्छु। अनि त्यस पछाडि प्याज चाहिँ अब यतिको भएको छ। अब योभन्दा अलिकति ब्राउन हुन दिने। अब यतिको भयो। अब यतिको भएपछि यसलाई आधी चाहिँ मैले निकालिदिन्छु। भयो नि। अब यसमा चाहिँ मैले चिकन हालिदिएँ अनि दुईवटा चाहिँ सिनेमन हालिदिएँ। अनि यो सिनेमन र कार्डामन, दालचिनी र सुकमेल हालेँ। यहाँ चिकन चाहिँ यतिको भइरहेछ। यहाँ चाहिँ मैले यति चामल भिजाएर राखेको छु बिरयानीको लागि। अनि यहाँ अदुवा लसुनको पेस्ट अनि मसलाहरू हुँदैछ। अब बिरयानीको मसलामा अलिकति टेस्टिङ सल्ट हालेँ मैले। अनि त्यस पछाडि जिरा धनियाको धुलो, अनि त्यसपछि खुर्सानीको धुलो, अब यसमा अलिकति पानी हाल्ने। यसमा नुन र बेसार चाहिँ मैले हालिसकेँ। अब यतिको खुर्सानी चाहिँ हाल्नुपर्ने हुन्छ यसमा। यो अदुवा र लसुनको पेस्ट, त्यसलाई पनि मैले यहीँ हालेर मिक्स गरेँ। अब यो मसला मैले सबै हालिदिएँ यसमा। यति मसला हालेपछि मैले अब चलाएर यसलाई एकछिन छोपिदिन्छु। अब यसमा टमाटर एड गरेँ मैले। अब टमाटर एड गरेर एकछिन चलाएर फेरि पाक्न दिने एकछिन। बिरयानीको लागि चाहिँ अब यो चामल बस हालेँ मैले यहाँ तातो पानीमा। चामल चाहिँ बनाउँछु। अब यसमा दही हाल्ने। मैले चाहिँ यो दही मसलाको डब्बामा घोलेर अलिक ब्राउन कलरको देखिएको छ। अब दही हालेर चलाएपछि यतिको भएको छ। यसको लुक्स चाहिँ यतिको आएको छ। अब यसलाई चाहिँ दही हालेपछि एकछिन पाक्न दिने। यसको तेल चाहिँ माथि पुरा निस्केपछि अनि यो चाहिँ पाकेको हुन्छ। अब यतातिर राइस चाहिँ हुँदैछ। यतिको भइसक्यो। अब एकछिन पकाएपछि अब यसमा चाहिँ पुदिना र लेमन पनि हालिदिन्छु मैले। चलाएर यतिको भयो। अब चिकन चाहिँ यहाँनिर यतिको भएछ। अब चामल चाहिँ यसरी थिच्दाखेरि यतिको भएपछि चाहिँ भइसकेको हुन्छ। यतिको भइसकेपछि चाहिँ मैले यहाँ चामल तारेँ। ल चामल चाहिँ 1 बट्टा मात्रै हालेको छु, 2 बट्टा भयो हाम्रो। अब हामी 2जनाले मात्रै खाइसक्दैनौँ, साथीहरू आउनलाई अब आज बिरयानी खानलाई। चिकन पनि अब भइसकेको छ। अब यसलाई मिक्स गर्छु मैले। चिकन पनि अब भइसकेको छ। अब चाहिँ मिक्स गर्छु मैले। यहाँ चाहिँ मैले अलिकति घिउ लगाएँ यसमा, किनभने यहाँनिर मैले दम दिँदाखेरि तल नटासियोस् भनेर। अब यसमा चाहिँ मैले तलबाट अलिकति ग्रेभी हालेँ अनि चिकन हालेँ अलिअलि। यतिको चिकन हालेँ। अब त्यस पछाडि यसमा मैले राइस हाल्छु। अब राइस यतिको भएपछि यहाँनिर चाहिँ धनिया, अनि त्यस पछाडि अघिको
फ्राई गरेर राखेको हल्का प्याज अनि फेरि चिकन फेरि राइस हालेको अब फेरि यसमा चाहिँ मैले यति राइस हालेँ यति हालेपछि चिकन अब चाहिँ चिकन सबै हालिदिँदा हुन्छ किनभने यहाँभन्दा माथि ठाउँ नै छैन। अब फेरि यति चिकन हालिसके पछाडि अब फेरि यति राइस हाल्ने। यो राइस हालेर चाहिँ फेरि सबै यसरी मिलाएर अब यो अघिको प्याज सबै हालेर चाहिँ अब यसलाई ढक्कन लगाएर 10 देखि 15 मिनटसम्म दम लगाउने। अब यसमा चाहिँ मैले हल्का कलर हालिदिएँ, फुड कलर, किन नहाल्दा पनि हुन्थ्यो, घरमै खाने हो तर लुक्स राम्रो देखिन्छ भनेर। अब यसमा चाहिँ हल्का माथिबाट घिउ दियो भने चाहिँ यसमा चाहिँ बास्ना चाहिँ एकदम मिठो सरर बास्ना आउँछ पुरै। यो भिल्ला फ्ल्याट नै मान्छेहरू पुरा वाट इज दिस स्मेल वाउ भन्दै आउँछन् नि। अब यसमा चाहिँ मैले फिलिङ हालेर एल्युमिनियम फोइल हालेर यहाँनिर दम दिएको छु। बिरयानी रेडी भयो। अब यतातिर क्यारोट र एप्पलको जुस बनाउन लागिरहेको छु। अब यहाँ चाहिँ मैले एप्पल र क्यारोटको जुस बनाउँदैछु। एक कप जुस चाहिँ मैले बनाइसकेको छु। अब फेरि बनाउँछु मैले। क्यारोटको जुस पनि बनिसकेको छ। अब बिरयानी पनि बनिसक्यो। अब हाम्रो बिरयानी चाहिँ रेडी भइसकेको छ साथीहरू होइन। अब म चाहिँ यो डब्बामा चाहिँ भोलि लन्चको लागि हालिहाल्छु। मैले यहाँ भोलिको लागि चाहिँ यति राखिसकेँ। भरे साथीहरूलाई पनि बोलाएको छु मैले 1-2 जना, अनि खाँदा खाँदै सिद्धिन्छ भनेर भोलिको लागि चाहिँ राखिहालेँ गाइस मैले।